आजको यस भिडियोमा तपाईले नबिल फ्लेक्सी क्यापमा चाहिँ तपाईले एसआइपी गर्नुभएको छ र तपाईसँग कुनै बेला पैसा भएको बेला र एनआइबी चाहिँ कम भएको बेला तपाईले युनिट पर्चेस गरेर राख्न चाहनुहुन्छ भने त्यस्तो अवस्थामा कसरी युनिट पर्चेस गर्ने भन्ने बारेमा तपाईलाई प्रोपर जानकारी दिनेछु। भिडियोलाई स्किप नगरी अन्तिमसम्म हेर्नुहोला र भिडियोलाई सुरु गर्नुभन्दा पहिले एक लाइक गर्नु भने नबिर्सनुहोला। मैले अलरेडी लगइन गरेर राखिसकेको छु, तपाईले पनि लगइन गर्नुहोला। त्यसपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ स्क्रिनको सबैभन्दा तल बाई वान टाइम भनेर देख्न सक्नुहुन्छ। सिम्पली यसमा टच गर्नुहोला। यहाँ नजिक आजको तपाईको एनएबी चाहिँ कति रहेको छ भनेर देख्न सक्नुहुन्छ। अहिलेको टाइम अनुसार हेर्ने हो भने 10 रुपियाँ 22 पैसा रहेको छ। सो त्यसपछि तपाईले यसमा टच गरिदिनु होला। यसमा टच गरिसकेपछि तपाईले यहाँ नजिक यहाँ चार्टमा पनि देख्न सक्नुहुन्छ। पहिला चाहिँ यसको एनएबी चाहिँ तपाईको 12 रुपियाँ 74 पैसा पुगेको थियो। सो अहिले चाहिँ घटेर तपाईको 10 रुपियाँ 22 पैसामा रहेको छ। सो यस्तो प्रकारले तपाईले बढेको बेला भन्दा पनि घटेको बेला चाहिँ तपाईसँग पैसा छ भने तपाईले बाइ गरेर राख्दा राम्रो हुन्छ। सो त्यसपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ साइडमा इन्टर युनिट भनेर देख्न सक्नुहुन्छ। यहाँ चाहिँ कति युनिट किन्न चाहनुहुन्छ त्यो तपाईले युनिट यहाँ चाहिँ टाइप गर्नुपर्ने हुन्छ। सो मैले चाहिँ यहाँ चाहिँ युनिट टाइप गरेँ। सो त्यसपछि तपाईले टाइप गरेपछि तपाईले चाहिँ कति अमाउन्ट चाहिँ पेमेन्ट गर्नुपर्ने हुन्छ त्यो देख्न सक्नुहुन्छ। र तपाईले डिपिपी भनेर 5 रुपिस दिनुपर्ने हुन्छ र अहिलेको एनएबी अनुसार चाहिँ 10 रुपियाँ 22 पैसा रहेको छ। सो तपाईले टोटल युनिट यहाँ कति किन्न चाहनुभएको त्यो देख्न सक्नुहुन्छ। त्यसपछि तपाईले यहाँ चाहिँ बाई भनेर देख्न सक्नुहुन्छ। यो बाईमा टच गर्नु होला। सो तपाईले त्यसपछि तपाईले ध्यान दिनुपर्ने कुरा के छ भने यदि तपाईले 10 लाख भन्दा माथिको चाहिँ अमाउन्टको चाहिँ युनिट बाई गर्दै हुन्छ भने त्यस्तो अवस्थामा तपाईले यहाँ सोर्स अफ इन्कम चाहिँ तपाईले देखाउनु पर्ने हुन्छ र तपाईको स्यालेरी, बिजनेस, सेल्स एसिस्टेन्ट लोन प्लस के रहेको छ त्यो राख्नुपर्ने हुन्छ। यहाँ चाहिँ तपाईले फोटो खिचेर अपलोड गर्नुपर्ने हुन्छ। मेरो चाहिँ थोरै अमाउन्टको भएको हुनाले मैले यो केही पनि अपलोड गर्नु परेन। त्यसपछि मैले आई एग्री एन्ड कन्टिन्यू भनेर देख्न सक्नुहुन्छ। यसमा टच गरेँ। यसमा टच गरिसकेपछि तपाईले केबाट पेमेन्ट गर्न चाहनुहुन्छ इस्युवा खल्ती र कनेक्ट आइपिएस रहेको छ। तिनवटा अप्सन रहेको छ। तपाईसँग जुन छ त्यही सेलेक्ट गर्नु होला। मैले कनेक्ट आइपिएसमा टच गरेँ। पीमा टच गरेँ। यहाँ यसमा टच गरिसकेपछि फेरि कन्फर्ममा टच गरेँ। त्यसपछि तपाईले आफ्नो युजर नेम राख्नु होला र पासवर्ड राखेर साइन इनमा टच गरिदिनु होला। त्यसपछि तपाईले यहाँ सेलेक्ट अकाउन्ट देख्न सक्नुहुन्छ। यहाँ गएर तपाईको जुन ब्याङ्कबाट पे गर्न चाहनुहुन्छ त्यो ब्याङ्कलाई सेलेक्ट गर्नु होला। यो दुईवटा कनेक्ट भएकोले एउटालाई सेलेक्ट गरेँ। त्यसपछि सबमिट भनेर देख्न सक्नुहुन्छ। सबमिटमा टच गर्नु होला। सबमिटमा टच गरिसकेपछि तपाईको मोबाइलमा वान टाइम पासवर्ड अर्थात् ओटिपी कोड आउँछ। त्यो ओटिपी कोडलाई यहाँ जस्तै राखिदिनु होला। यस्तो तरिकाले मेरो मोबाइलमा आएको ओटिपीलाई राखिसकेपछि सबमिट भनेर देख्न सक्नुहुन्छ। यो सबमिटमा टच गरेँ। सो फाइनली साथीहरू तपाईले यहाँ देख्न सक्नुहुन्छ पेमेन्ट सक्सेसफुल भनेर देख्न सक्नुहुन्छ र मैले कन्टिन्यूमा टच गरेँ। त्यसपछि यहाँ देख्न सक्नुहुन्छ बिल नम्बर देख्न सक्नुहुन्छ। त्यसपछि तपाईले कहिले पेमेन्ट गर्नुभएको थियो त्यो देख्न सक्नुहुन्छ र केबाट पेमेन्ट गर्नुभएको थियो त्यो पनि देख्न सक्नुहुन्छ। यदि तपाईँ रिसिप्ट डाउनलोड गर्न चाहनुहुन्छ भने डाउनलोड रिसिप्टमा टच गरेर डाउनलोड पनि गर्न सक्नुहुन्छ। यस्तो तरिकाले तपाईले बाइ गरिसकेपछि तपाईले आफ्नो हिस्ट्रीहरू हेर्न चाहनुहुन्छ भने तपाईले पर्चेस गरेको त्यस्तो अवस्थामा तपाईले यो साइडमा चाहिँ अलिकति स्क्रोल डाउन गरेर हेर्नुपर्ने हुन्छ र यहाँ नै देख्न सक्नुहुन्छ वान टाइम पर्चेस भनेर देख्न सक्नुहुन्छ। सिम्पली यसमा टच गर्नु होला। यसमा टच गरिसकेपछि तपाईले यहाँ पनि देख्न सक्नुहुन्छ। जस्ट यसमा क्लिक गरिदिनु होला। यसमा क्लिक गर्नुभयो भने सम्पूर्ण डिटेलहरू देख्न सक्नुहुन्छ यहाँबाट पनि। सो साथीहरू यस्तो प्रकारले तपाईले सजिलैसँग यदि तपाईसँग पैसा छ र तपाईले चाहिँ एनपी कम भएको बेला पर्चेस गर्न चाहनुहुन्छ भने त्यस्तो अवस्थामा तपाईले सजिलैसँग यस्तो तरिकाबाट गर्न सक्नुहुन्छ। आजको भिडियो तपाईलाई कस्तो लाग्यो? यदि तपाईलाई आजको भिडियो चाहिँ तपाईलाई मन परेको छ भने लाइक गरिदिनु होला, सेयर गरिदिनु होला, सब्स्क्राइब गर्नु भने नबिर्सनु होला। आगामी दिनहरुमा तपाईलाई यस्तै काम लाग्ने युजफुल भिडियोहरु ल्याउने छु। तबसम्मको लागि छुट्टिन्छौँ। हस्त।